हेलो एभ्रिवान वेलकम ब्याक टु आवर भिडियो। आज चाहिँ हामी एप्लिकेसन अफ डेरिभेटिभमा चाहिँ डिस्कस गर्छौँ, जहाँ चाहिँ हामी डेरिभेटिभलाई चाहिँ म्याथ बुकमा मात्र नभएर हाम्रो डेली लाइफ, हाम्रो रियल लाइफमा चाहिँ कहाँ कहाँ युज गर्छौँ भन्ने कुराको विषयमा चाहिँ डिस्कस गर्नेछौँ। डेरिभेटिभ हाम्रो म्याथ बुकमा मात्र सीमित नभएर विभिन्न दैनिक कार्यहरूमा चाहिँ युज हुन्छ, तर हामीले चाहिँ त्यो एनालाइज नगरेको कारणले हामीलाई त्यो कुरो थाहा हुँदैन। यो चाहिँ कुन कुन कुरामा युज हुन्छ भन्दाखेरि टु फाइन्ड द रेट अफ चेन्ज अफ क्वान्टिटी, टु फाइन्ड द इक्वेसन अफ टेन्जेन्ट एन्ड नर्मल टु अ कर्भ, एप्रोक्सिमेट भ्यालुज एन्ड एक्चुअल भ्यालुज, म्याक्सिमम एन्ड मिनिमम भ्यालु अफ अल्जेब्रिक फङ्सन लगायत विभिन्न कुराहरूमा चाहिँ हाम्रो डेली लाइफमा चाहिँ यो डेरिभेटिभ युज भइरहेको हुन्छ। जस्तै कपडा काट्ने स्टाइल, अनि त्यस पछाडि यो घरको डिजाइन गर्दाखेरि विभिन्न कुराहरूमा चाहिँ हाम्रो डेरिभेटिभ युज हुन्छ। तर हामीले थाहा पाउनुपर्ने र पढ्नुपर्ने कुराहरू चाहिँ यिनीहरू छन् जो एप्लिकेसन अफ डेरिभेटिभमा, त्यसको लागि चाहिँ हामीले जान्नुपर्ने हुन्छ। ल अब चाहिँ कोर्सको कुरा गर्दाखेरि हामीले जान्नुपर्ने के हुन्छ भन्दाखेरि यदि y = fx, जहाँ चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल अफ x एउटा x भएको फङ्सन छ र त्यसमाथि के कुराहरू हुन्छ भन्ने कुरा चाहिँ हामीले जान्नुपर्ने हुन्छ। जहाँ सबभन्दा इम्पोर्टेन्ट कुरो के हो भन्दाखेरि dx र डेल्टा x इक्वल हुन्छ। किन हुन्छ भन्दाखेरि dx भनेको पनि चेन्ज इन x अनि डेल्टा x भनेको नि चेन्ज इन x। x भनेको के हो? हाम्रो भेरिएबल हो। भेरिएबलको डिफरेन्स चाहिँ के हुन्छ? सेम हुन्छ। मतलब डेल्टा x भन्नु नि x को चेन्ज हो र dx भन्नु नि x को चेन्ज हो, त्यही भएर भेरिएबलको चेन्ज चाहिँ सेम हुन्छ। तर यही कुरा चाहिँ हाम्रो फङ्सनमा चाहिँ डिफरेन्स हुन्छ। अब के डिफरेन्स हुन्छ हेरौँ है त। अब हामीले एक्चुअल चेन्ज इन y भनेको एउटा फङ्सन हो भनेपछि त्यसमा भएको एक्चुअल चेन्ज भनेको के हो त, जसलाई चाहिँ हामी डेल्टा y भनेर डिनोट गर्छौँ। यो एक्चुअल चेन्ज भनेको के हो भन्दाखेरि जुन हुन्छ नि एक्ज्याक्ट चेन्ज, मतलब रियल चेन्ज, एक्ज्याक्ट चेन्जलाई चाहिँ हामीले एक्चुअल चेन्ज भन्छौँ, जसलाई चाहिँ हामी डेल्टा y लाई डिनोट गर्छौँ र जसको फर्मुला हुन्छ fx प्लस डेल्टा x माइनस fx। यो चाहिँ फर्मुला भयो। यो चाहिँ हजुरहरूले जान्नुपर्ने हुन्छ। अब त्यस्तै गरी एप्रोक्सिमेट चेन्ज इन y, मतलब एप्रोक्सिमेट भनेको इस्टिमेट भ्यालु, एक्ज्याक्ट लाइक एक्ज्याक्ट बट नट एक्ज्याक्ट, मतलब सेम तर नट सेम, फिक्स्ड भ्यालु होइन। एक्चुअल भ्यालु भनेको चाहिँ हाम्रो फिक्स्ड भ्यालु हो, रियल भ्यालु हो, एक्ज्याक्ट भ्यालु हो। तर एप्रोक्सिमेट भ्यालु भनेको चाहिँ इस्टिमेटेड भ्यालु हो, जसको फर्मुला चाहिँ हाम्रो हुन्छ fx। यो मतलब यो भनेको fx को फर्स्ट डेरिभेटिभ हो। यसलाई हामी fx पनि लेख्न सक्छौँ। यो मतलब यो फेसको fx को फर्स्ट डेरिभेटिभ टाइम्स dx हो। अब अर्को कुरा थाहा पाउनुपर्छ हामीले इरर इन द इस्टिमेट, मतलब त्यसमा चाहिँ कतिको इरर छ, मतलब हाम्रो जुन एक्ज्याक्ट भ्यालु र इस्टिमेट भ्यालुको डिफरेन्स कति छ भन्नु नै हाम्रो इरर इन द इस्टिमेट हो। त्यसको चाहिँ यसरी निकालिन्छ, जुन एक्ज्याक्ट भ्यालु हुन्छ माइनस जो हामीले इस्टिमेट गरेको हुन्छौँ त्यो भ्यालु चाहिँ डिफरेन्सको चाहिँ इरर इन द इस्टिमेट दिन्छ। अब पर्सेन्टेज इरर इन द इस्टिमेट मतलब कति पर्सेन्ट इरर भएको छ भन्ने कुरा गर्नलाई चाहिँ हामीले यो गर्नुपर्ने हुन्छ, 100% गरिदिने, अनि त्यसपछि अपन y गरिदिने बित्तिकै हाम्रो पर्सेन्टेज इरर आउँछ। अब त्यस्तै एक्चुअल न्यू भ्यालु अफ y, मतलब जुन पहिलेको y छ त्यसमा चाहिँ हाम्रो कति एक्चुअल चेन्ज आएको त्यो एड गरिदिने बित्तिकै हाम्रो एक्चुअल न्यू भ्यालु निक्लिन्छ। अनि त्यस पछाडि एप्रोक्सिमेट न्यू भ्यालु अफ y भन्न बित्तिकै हाम्रो जुन पहिलाको y छ त्यसमा चाहिँ हामीले इस्टिमेटेड अथवा एप्रोक्सिमेट चेन्ज भएको भ्यालु चाहिँ एड गरिदिने बित्तिकै हाम्रो एप्रोक्सिमेट न्यू भ्यालु अफ y आउँछ। ल यो चाहिँ भयो हाम्रो फर्मुलाको कुरा। अब चाहिँ हामी जाउँ क्वेसनमा। हाम्रो क्लास 12 लाई मध्यनजर गर्दै बनाइएका यो 2-3वटा क्वेसन चाहिँ इम्पोर्टेन्ट छन्। यदि यो जान्नुभयो भने चाहिँ हजुरहरूले सम्पूर्ण अल एक्सर्साइज चाहिँ गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ यो क्वेसनलाई चाहिँ राम्रोसँग बुझेर मजाले हेर्नु होला। यदि यति क्वेसनलाई तपाईले मजाले जान्नुभयो भने चाहिँ अरू क्वेसनहरू चाहिँ इजिली गर्न सकिन्छ। अब यसमा हेरौँ के भनेको छ। कम्प्युट
डेल्टा वाई डिवाई डिवाई माइनस डेल्टा वाई माइनस डिवाई, जहाँ वाई इक्वल टु हाम्रो के छ यो फङ्सन छ, यो एउटा के हो फङ्सन हो जहाँ चाहिँ एक्स भेरिएबल छ, जहाँ एक्सको भ्यालु कति छ 4 छ र डिएक्स मतलब डिएक्स भन्यो नि डेल्टा एक्स भन्यो नि 0.5 छ। अब यसको सल्युसन के लेख्ने भन्दाखेरि हामी यसमा सल्युसनमा जाउँ है त। हियर हामीलाई गिभन के दिएछ, हामीलाई गिभन के छ भन्दाखेरि y भनेको एउटा फङ्सन हो जसको भ्यालु छ 4/3 x स्क्वायर प्लस 10x प्लस 1, जहाँ x भने हाम्रो कति छ 4 छ, साथै एन्ड हाम्रो के छ dx अथवा डेल्टा x को भ्यालु कति छ हाम्रो 0.5। अब हामीले के गर्ने हो डेल्टा y निकाल्ने हो। डेल्टा y को फर्मुला हामीसँग के रहेको छ भन्दाखेरि डेल्टा y को फर्मुला के छ हामीसँग डेल्टा y इक्वल टु एफ एक्स प्लस डेल्टा एक्स माइनस एफएक्स। अब यहाँनिर अब एफएक्स प्लस डेल्टा एक्स कहाँ राख्ने भन्नु होला, यो भनेको चाहिँ हाम्रो के हो एफएक्स हो। जति बेला एक्स छ त्यति बेला के हुन्छ हाम्रो एक्स स्क्वायर हुन्छ, एक्स भएको बेला यहाँनिर के हुन्छ एक्स हुन्छ। तर अब एक्स प्लस डेल्टा एक्स राखौँ, यो फङ्सनभित्र एक्स राख्दा यस्तो हुन्छ भने एफ एक्स प्लस डेल्टा एक्स राख्दा कस्तो हुन्छ भन्दाखेरि एफएक्स राख्दा त यस्तो भयो भनेपछि एक्स प्लस डेल्टा एक्स राख्दा के हुन्छ भनेपछि 4/3 छँदैछ। अब एक्स मात्र चेन्ज भयो, एक्स चाहिँ अब यसमा के हुने भयो एक्स प्लस डेल्टा एक्सको स्क्वायर हुने भयो प्लस, अब यहाँनिर पनि एक्स छ, एक्सको ठाउँमा चाहिँ हामीले एक्स प्लस डेल्टा एक्स गर्नु पर्यो प्लस 1 छँदैछ। अब माइनस एफएक्स भनेको चाहिँ एफएक्स भनेको चाहिँ के हो यही हो, यसलाई चाहिँ हामीले के लेख्न सक्छौँ 4/3 एक्स स्क्वायर प्लस 10x प्लस 1, यो भयो हाम्रो एफएक्स। अब यसलाई गरौँ, यो भनेको के हो त 4/3 कहिलेकै छ। अब एक्स प्लस डेल्टा एक्स भनेको हो, एक्स भनेको कति हो 4 प्लस डेल्टा एक्स भनेको कति हो 0.5 को स्क्वायर प्लस 10, एक्स भनेको कति हो 4 प्लस डेल्टा एक्स भनेको कति हो 0.5 प्लस 1 भयो। अब माइनस यो त ल्याउँ, यसमा हेर्दाखेरि 4/3 एक्स स्क्वायर भनेको कति हो हाम्रो 4 को स्क्वायर प्लस 10 एक्स भनेको कति हो 4 प्लस 1 गर्नु पर्यो। अब 4.05 हुन्छ, किन भन्दाखेरि 4 प्लस 0.5 गर्दाखेरि 4.05। यसको स्क्वायर गर्दाखेरि हाम्रो कति आउँछ भनेपछि यो क्यालकुलेटर गर्नु होला, मैले चाहिँ पहिले गरिसकेको छु किन भन्दाखेरि क्यालकुलेटर युज गरेको देखाउँदाखेरि भिडियो चाहिँ लामो हुन जान्छ, त्यही भएर यसलाई पहिले युज गरेर मैले भ्यालु चाहिँ मलाई थाहा छ त्यसको लागि यसको भ्यालु आउँछ 20.25 प्लस यो भनेको हाम्रो आउँछ 45 प्लस 1। अब यो खोलिदिएँ, मैले खोलिदिँदाखेरि चाहिँ 4/3 टाइम्स 16 भयो, यो माइनस 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 प्लस माइनस, यो भनेको 40 भयो, यो माइनस 1 भयो। यो अब 4/3 लाई चाहिँ किन नगरायो भन्दाखेरि अब यसमा त एलसिएम लाग्न मिल्छ। ल 4/3 लाई लगाउँ, यो भनेको कति हुने भयो 20 माइनस 25 माइनस 16 छ प्लस, अब यहाँनिर 45 माइनस 40 यो भनेको कति हो 5, अब प्लस 1 माइनस 1 यो भनेको कति हो 0 भयो, मैले लेखेन। अब यो भनेको कति आयो त 4/3, यो भनेको कति हो 4.25 प्लस 5। अब यसको भ्यालु गर्दाखेरि चाहिँ हाम्रो आउँछ 5.666 प्लस 5, यो भनेको हाम्रो कति आयो 10.666, यो भनेको के हो डेल्टा वाई। ल अब हाम्रो के आयो डेल्टा वाई आयो। अब अर्को के निकाल्ने भनेको छ हामीलाई डिवाई, अब अर्को भनेको छ हामीलाई डिवाई। अब यस्तो निकाल्नलाई हामीले हामीसँग वाई भनेको के छ 4/3 एक्स स्क्वायर प्लस 10x प्लस 1 छ। अब यसलाई चाहिँ हामीले डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु एक्स गरिदिन बित्तिकै
हामीले के पाउँछौँ भन्दाखेरि dy अपन dx इक्वल टु अब 4/3 भयो। अनि त्यसपछि अब x स्क्वायरको डेरिभेटिभ के हुन्छ 4/3 त कन्स्ट्यान्ट हो, यो चाहिँ बाहिर आयो। अब त्यस पछाडि x स्क्वायरको डेरिभेटिभ के हुन्छ पावरमा भएको बेसमा आउँछ x, त्यसको अर्डर 1 ले गर्छ। यो 2 - 1 गरेर 1 भयो, 1 मैले लेखेन प्लस अब 10x भयो, 10 त कन्स्ट्यान्ट हो। अब x को डेरिभेटिभ के हुन्छ 1 हुन्छ, 1 मैले लेखेन। अब dy हुने भयो dy अपन dx छ। अब यो गर्दा कति भयो 8/3x प्लस 10 भयो। अब हामीलाई चाहियो त dy अपन dx हो त हैन नि, हामीलाई चाहिएको dy हो। अब dy गर्दाखेरि चाहिँ यसलाई उता लगाऊ 8/3 x को भ्यालु राख्दियौ। x को भ्यालु हामीसँग कति छ 4 प्लस 10 dx यता जाने भयो। अब dy कति हुने भयो हाम्रो 8 टाइम्स 4/3 प्लस 10 गर्दाखेरि हाम्रो आउँछ 20.333333। अब dx को भ्यालु पनि हामीलाई पहिले नै थाहा छ। अब dx को भ्यालु थाहा छ भनेपछि 0.5 राख्दियौ। अब यसको भ्यालु हुने भयो 10.3333। अब हामीसँग dy नि आइसक्यो। ल हेरौँ डेल्टा y नि छ dy नि छ। अब हामीले निकाल्नु पर्ने डेल्टा y माइनस dy हो। अब यो भने के हो dy भने डेल्टा y भने कति निक्लिएको छ 10.6666 छ माइनस अब dy भनेको छ 10.3333। अब यो भनेको थियो हाम्रो 0.3333। यो नै हाम्रो डेल्टा y माइनस dy हो। अब यो खालको क्वेशन चाहिँ हजुरहरूले थुप्रै भेटाउन सक्नुहुन्छ। मैले पनि हजुरको यो हाम्रो सर्ट भिडियोमा लगायत पीडीएफमा चाहिँ हजुरलाई प्रोभाइड गराउने छु। यस्तो खालको क्वेशन देखेपछि अब हजुरहरूले गर्न सक्ने हुनुपर्छ। यसमा खासै केही पनि गर्ने हैन, डेल्टा y को फर्मुला थाहा पाउनु पर्यो। अनि त्यसबाट dy चाहिँ हजुरहरूले निकाल्न सक्नुहुन्छ, किन भन्दाखेरि डेरिभेटिभ गर्ने हो। डेरिभेटिभ गर्दाखेरि dx लाई चाहिँ उता लगेर मल्टिप्लाई गरिदिने हो, भ्यालु राख्ने हो, ठ्याक्कै आइहाल्छ। हल्का थाहा पाउनु पर्ने चाहिँ यो डेल्टा y हो। यसको नि फर्मुला ट्याक्क थाहा पाएपछि मिलिहाल्छ। यसमा चाहिँ x प्लस डेल्टा x भनेको त्यो जुन x को हुन्छ नि फंक्सनमा पहिलेको फंक्सनमा त्यसको x को ठाउँमा x प्लस डेल्टा x राख्दिने एकचोटी। अनि त्यसपछि माइनस जे फंक्सन दिएछ त्यही गरिदिनु बित्तिकै हाम्रो डेल्टा x नि आइहाल्छ। अब जाउँ हामी अर्को क्वेशनमा। ल अब यो क्वेशन हेरौँ। अब यो क्वेशनमा के भनेको छ भन्दाखेरि फाइन्ड द एप्रोक्सिमेट न्यू भ्यालु अफ फंक्सन 2/x व्हेन x चेन्जेस फ्रम 2 to 3.001। अब यसमा के भन्यो फाइन्ड द एप्रोक्सिमेट न्यू भ्यालु, मतलब एप्रोक्सिमेट भ्यालु भनेको के हो पहिला हाम्रो एप्रोक्सिमेट भ्यालु भनेको ल यदि यो y इक्वल टु 2/x हो भनेपछि पहिला चाहिँ क्वेशनलाई बुझ्ने कसरी के सोधेको छ र आफूले जानेको कुरालाई त्यसमा म्याच गर्ने। त्यस्तो गर्दाखेरि चाहिँ सजिलो हुन्छ। अब dy निकाल्ने हो हामीले। अब dy चाहिँ यसको डेरिभेटिभ गर्दैछ dy निक्लिन्छ, dy अपन dx निक्लिन्छ, समथिङ केही भ्यालु आउला। अब dy भनेको चाहिँ त्यो आको भ्यालु टाइम्स dx गरिदिने, x को भ्यालु नि दिया छ, dx को भ्यालु पनि यताबाट निक्लिन्छ। अब यति भएपछि चाहिँ एप्रोक्सिमेट चेन्ज आउँछ। अनि त्यसपछि यसमा के सोधेको छ अब एप्रोक्सिमेट चेन्ज सोधे भए चाहिँ ए एन्सर सकिन्थ्यो, तर हाम्रो न्यू भ्यालु पनि सोधेको छ। त्यही भएर हामीले चाहिँ यसमा प्लस पहिलेको भ्यालु एड गर्नुपर्छ। ल यसलाई चाहिँ म सल्भ गर्छु र यस्तै खाले क्वेशनहरु चाहिँ मैले हजुरहरूलाई प्रोभाइड गराइदिन्छु। अनि त्यसपछि चाहिँ हजुरले यहीको आधारमा चाहिँ अरु क्वेशन गर्नुपर्ने हुन्छ। यदि यस्तै खाले क्वेशन गर्नुभयो भने चाहिँ हाम्रो एप्लिकेसन अफ डेरिभेटिभबाट आउने सक्ने 2 मार्क्स क्वेशनहरु चाहिँ हजुरले इजिली गर्न सक्नुहुन्छ। सोधिरहेको क्वेशन हुन्छ यसमा, किन भन्दाखेरि चेन्ज अफ एरिया अनि त्यसपछि यस्तै क्वेशन सोधेको हुन्छ, तर अरु फर्मुलाहरु पनि थाहा पाउनु पर्ने हुन्छ, जस्तै एरिया अफ क्यूब अनि त्यसपछि स्फियरहरु लाइक त्यस्तै क्वेशनहरु चाहिँ आइरा हुन्छन्। त्यो क्वेशन पनि गराउँछु मैले अहिले। त्यो भन्दा पहिला चाहिँ यसलाई सल्भ गरौँ। यसको सल्युसनमा जाउँ जहाँ चाहिँ हामीले लेट y मानौँ, y इक्वल टु के छ 2/x छ। अब डिफरेन्शिएट विथ रेस्पेक्ट टु चाहिँ x वी गेट
त्यसबाट हामीले के गर्न सक्छौँ भन्दाखेरि dy अपन dx इक्वल टु अब 2 टाइम्स डेरिभेटिभ यसको गर्ने हो x। अब x लाई तलकोलाई माथि लग्दाखेरि पावर के हुन्छ -1 हुन्छ हो कि नै माइनस के हुन्छ 1 हुन्छ। अब dy अपन dx छँदैछ इक्वल टु 2 कन्स्ट्यान्ट हो भएर आयो। अब x को पावर -1 को डेरिभेटिभ के हुन्छ बेस तल आउँछ x भयो -1 हुन्छ किन भन्दाखेरि पावरको चाहिँ अर्डर डिक्रिज हुने हो -1 ले 1 ले डिक्रिज हुने हो। अब यो गर्दाखेरि चाहिँ हाम्रो कति आउने भयो -2 x को पावर -2 यो भनेको dy अपन dx हो। अब dy हामीलाई चाहियो त dy हो। अब यसलाई उता लग्ने -2 अपन x स्क्वायरलाई अब मैले तल ल्याइदिन्छु किन भन्दाखेरि माथि नेगेटिभ हुन्छ भन्दाखेरि तल ल्याउन बित्तिकै हाम्रो पोजिटिभ भइहाल्छ टाइम्स dx भयो। अब dx भएपछि x र y को भ्यालु पनि चाहियो हामीलाई x र डेल x को x र डेल x को भ्यालु ल है ल यसमा के भनेको छ x when x changes from 2 to 3.001 मतलब x चाहिँ पहिला कति थियो रे 2 थियो भनेपछि हाम्रो x को भ्यालु कति आयो 2 छ र चेन्ज के भयो हाम्रो 3.001 भयो भनेपछि पछाडी चाहिँ चेन्ज भएर यति आयो भनेपछि पहिला कति थियो हाम्रो 2 थियो भनेपछि हाम्रो जो डेल x छ र डेल x अथवा dx कति आउने भयो 1.001 यो चाहिँ हाम्रो x को रेट अफ चेन्ज हो। अब यसमा चाहिँ हामीले भ्यालु राख्दियौँ भ्यालु राख्दाखेरि चाहिँ अब भ्यालु राख्दाखेरि dy छँदैछ -2 अपन x भनेको कति आयो हाम्रो 2 आयो 2 को स्क्वायर टाइम्स 1.001 भयो। अब dy भनेको कति हुने भयो हाम्रो 2 ले 2 एउटा 2 काट्यो अपन -1/2 टाइम्स 1.001 हुने भयो। अब यसको भ्यालु चाहिँ क्यालकुलेटरमा हान्दाखेरि हाम्रो आउँछ -0.5005 dy भनेको थियो हाम्रो -0.5005। अब माइनस कसरी आयो भन्नु होला माइनस आयो मतलब माइनस भनेको डिक्रिज रिजन आउँछ मतलब यसको भ्यालु चाहिँ यतिले घटिरहेको छ। यदि यो y भने एरिया हो भनेपछि पहिला यसको एरिया 2 थियो अब चाहिँ 0.500 ले चाहिँ घटिरहेछ भन्ने चाहिँ हामीले अनुमान गर्न सक्छौँ। यो dy भने चाहिँ के हो एप्रोक्सिमेट चेन्ज हो अनुमान गरे हो। अब यसको चाहिँ न्यू भ्यालु के हो त एप्रोक्सिमेट न्यू भ्यालु के हो भन्दाखेरि अब न्यू भ्यालु निकाल्ने फर्मुला हामीलाई थाहा छ के हो भन्दाखेरि डेल्टा y प्लस y हो अघि नै अब y हो भनेपछि y ले हामीले थाहा छ हामीलाई y भनेको छ 2/x छ। यसलाई गर्दाखेरि चाहिँ 2/x हुने भयो x भनेको चाहिँ हाम्रो 2 छ र हाम्रो भ्यालु आउँछ 1 र यसमा राख्दियौँ। अब हामीले 0.5005 छ प्लस 1 गर्दाखेरि चाहिँ समथिङ आउँछ र यो नै हाम्रो एप्रोक्सिमेट न्यू भ्यालु हो। यसरी यसलाई चाहिँ हामीले सल्भ गर्न सक्छौँ इजी तरिकाले एप्रोक्सिमेट चेन्ज मात्रै सोध्छ अनि त्यसपछि न्यू भ्यालु सोध्छ भनेपछि चाहिँ इजी तरिकाले गर्न सकिन्छ। यो टाइपको क्वेसन चाहिँ हजुरहरूले यदि जुनसुकै पनि फङ्सन दिएर एउटा फङ्सन दियो भने चाहिँ त्यसको एप्रोक्सिमेट चेन्ज निकाल्ने अनि त्यस पछाडि एक्चुअल चेन्ज त्यस पछाडि न्यू भ्यालु त्यस पछाडि इरर त्यस्तो खाले क्वेसनहरू चाहिँ निकाल्न सक्नुपर्छ। र अब चाहिँ लास्ट एउटा क्वेसन गरौँ जुन चाहिँ हाम्रो क्लास 12 को चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसनमा पर्छ र यो च्याप्टरबाट सम्भावित क्वेसन पनि यो नै हो। अब यो सायद धेरै जस्तो चाहिँ हामीलाई यही क्वेसन सोध्ने गरेको छ र अब यो क्वेसनलाई चाहिँ हामीले मजाले बुझेर हेरौँ। अब यसको सल्युसनमा जाँदाखेरि
हियर यसमा गिवन के छ भन्ने कुरालाई पहिला बुझौँ। पहिला क्वेसन पढौँ। इफ द इज अफ क्यूब इन्क्रिजेस फ्रम 10 सेन्टिमिटर टु 10.01 सेन्टिमिटर फाइन्ड द एप्रोक्सिमेट इन्क्रिज इन द सर्फेस एरिया अल्सो क्यालकुलेट द पर्सेन्टेज इरर इन द युज अफ डिफरेन्सियल एप्रोक्सिमेसन। मतलब क्वेसनले के सोध्यो, एप्रोक्सिमेट चेन्ज अथवा एप्रोक्सिमेट इन्क्रिज अफ सर्फेस एरिया अफ क्यूब अनि त्यस पछाडि पर्सेन्टेज इरर। अब यसमा चाहिँ हामीले के निकाल्नु पर्यो, यसमा त हामीले सब निकाल्नु पर्यो। डेल्टा ल के निकाल्नु पर्यो भनेपछि डेल्टा निकाल्नु पर्यो। डेल्टा समथिङ मानौँ ल अहिले डेल्टा निकाल्नु पर्यो अनि त्यस पछाडि डी निकाल्नु पर्यो अनि त्यस पछाडि यसको इरर निकाल्नु पर्यो अनि त्यस पछाडि पर्सेन्टेज इरर निकाल्नु पर्यो। यो टाइपको क्वेसन चाहिँ हामीलाई सोधिरहेको क्वेसन हो। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट छ है। यदि यो खाली क्वेसन जानिएन भने एप्लिकेसन डेरिभेटिभको चाहिँ काम छैन। त्यही भएर हामीले यसलाई मजाले जान्नुपर्ने हुन्छ। अब यसको लागि चाहिँ सबभन्दा पहिला हामीले लेट गरौँ। लेट के गरौँ भनेपछि x is the length of side of cube। यदि x चाहिँ हाम्रो लेन्थ अफ साइड अफ क्यूब हो, क्यूबको चाहिँ साइडको लेन्थ हो भनेपछि के भन्यो, सबभन्दा पहिला जाउँ फ्रम यसको 10 सेन्टिमिटरदेखि 10.01 चाहिँ यसको चेन्ज भयो भनेपछि x भने हाम्रो पहिला कति छ अरे 10 सेन्टिमिटर। पहिला हाम्रो x को भ्यालु कति छ, यो छ। अनि त्यसबाट x2 मानौँ ल, पछाडि भएको भ्यालु चाहिँ कति छ, x2 = 10.01 छ भनेपछि हाम्रो अब डेल्टा x = dx कति हुने भयो भनेपछि पछाडि भएको भ्यालु माइनस पहिला भएको भ्यालु, त्यो भनेको कति हो भनेपछि अब त 0 भयो, 0.01 भयो कि नै। अब यति त हामीलाई थाहा भएकै कुरा हो। अब ल विन हो। हामीलाई अर्को कुरा के थाहा छ भनेपछि सर्फेस एरिया। ल यस मान्ने मैले सर्फेस एरिया चाहिँ मैले के माने, यस माने भनेपछि यसमा चाहिँ हाम्रो के हुन्छ, यसको फर्मुला 6x²। मतलब त्यसमा त्यसको लेन्थको स्क्वायर टाइम्स 6 चाहिँ हाम्रो सर्फेस एरिया हुन्छ कसको, क्यूबको। भनेपछि हामीलाई सबभन्दा पहिला के सोधेको छ, एप्रोक्सिमेट इन्क्रिज मतलब डीएस है सोध्यो हामीलाई। निकाल्नु चाहिँ हामीले सबै पर्छ, तर क्वेसन अनुसार चाहिँ मजाले मिलाएर गर्दाखेरि पहिले चाहिँ हामीलाई एप्रोक्सिमेट इन्क्रिज सोधेको छ। अब यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेपछि यसलाई डिफ्रेन्सिएट गरिदिने। ल इक्वेसन 1 मान्ने हो यसलाई, किन मान्ने अहिले थाहा हुन्छ। डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु चाहिँ x देन के हुन्छ भन्दाखेरि ds अपन dx = 6 कन्स्ट्यान्ट हो, यसको डेरिभेटिभ हुँदैन। d अपन dx अफ x² को गर्नु पर्यो। अब यसको डेरिभेटिभ हेर्नु है, 6 छँदैछ, x² को डेरिभेटिभ के हुन्छ, 2x हुन्छ। के हुन्छ, 2x हुन्छ। अब ds अपन dx कति भयो हाम्रो 6 टाइम्स 2x भयो। अब हामीलाई चाहिए ds अपन dx हो त हैन नि, हामीलाई चाहिए ds मात्र हो। ds निकाल्नलाई चाहिँ 6 टाइम्स 2x टाइम्स dx गरिदिनु पर्यो। यो भने हाम्रो ds को भ्यालु। अब हामीलाई x को भ्यालु पनि थाहा छ, dx को भ्यालु पनि थाहा छ भनेपछि अब यसको भ्यालु राख्दियौ। x भने हाम्रो 10 टाइम्स dx भनेको हाम्रो कति हो 0.01 त हो। ल 0.01 चाहिँ हाम्रो dx हो भनेपछि अब ds गर्नुहोस्, यो क्याल्कुलेटर हान्दाखेरि हाम्रो आउँछ 1.2 सेन्टिमिटर
स्क्वायर मतलब चाहिँ त्यसको चाहिँ सर्फेस एरिया चाहिँ 1.2 सेन्टिमिटरले चाहिँ इन्क्रिज भइरहेको छ। मतलब यो भने हाम्रो एप्रोक्सिमेट भ्यालु हो जो चाहिँ हामीले अनुमानित भ्यालु हो। अब चाहिँ हामी यसको के निकाल्नु छ पर्सेन्टेज एरर निकाल्नु छ। पर्सेन्टेज एरर निकाल्नलाई हामीले के निकाल्नु पर्ने हुन्छ डेल्टा एस पनि निकाल्नु हुन्छ एक्चुअल चेन्ज भन्दा निकाल्नु पर्यो। यो चाहिँ हाम्रो के हो हाम्रो अनुमानित चेन्ज हो जो चाहिँ हाम्रो एप्रोक्सिमेट चेन्ज हो। यो इन्क्रिज भयो ल। अब यहाँनिर माइनस भइदिए भए के हुन्छ हाम्रो डिक्रिज हुन्थ्यो तर प्लस छ त्यही भएर यसको सर्फेस एरिया चाहिँ इन्क्रिज भएको छ। अब डेल्टा एक्स निकाल्नलाई चाहिँ हामीले के फर्मुला लाउनुपर्छ भन्दाखेरि एफएक्स प्लस डेल्टा एक्स माइनस एफएक्स। अब यसमा एफएक्स भने चाहिँ हाम्रो के छ 6x स्क्वायर छ। यदि एक्स हुँदाखेरि एक्स स्क्वायर हुन्छ भनेपछि डेल्टा एक्स हुँदैछ एक्स हुँदाखेरि एक्स स्क्वायर हुन्छ भने एक्स प्लस डेल्टा एक्स हुँदाखेरि के हुन्छ हाम्रो एक्स प्लस डेल्टा एक्सको स्क्वायर। अब एफएक्स भने चाहिँ यही भयो 6x स्क्वायर भयो। अब यो भनेको 6 हामीले कमन लगे। अब एक्स प्लस डेल्टा एक्सको स्क्वायर माइनस एक्स स्क्वायर यो भनेको कति हुन्छ 6। यो भनेको अब यसको भ्यालु राखिदिउँ एक्सको भ्यालु पनि थाहा छ हामीलाई डेल्टा एक्सको पनि भ्यालु थाहा छ भनेको एक्स भनेको हाम्रो आउँछ भ्यालु राख्नुभन्दा पहिले यसलाई चाहिँ खोलिदिने भने हाम्रो एक्स स्क्वायर गर्छ नि त ल। एक्स स्क्वायर प्लस 2x डेल्टा एक्स प्लस डेल्टा एक्स स्क्वायर माइनस एक्स स्क्वायर भयो। अब यो एक्स स्क्वायर र एक्स स्क्वायर कट्यो। अब भनेको 6x 6 2x डेल्टा एक्स प्लस डेल्टा एक्स स्क्वायर यो भनेको अब 2 भयो। एक्स भनेको छ हाम्रो 10 छ टाइम्स डेल्टा एक्स भनेको कति हो 0.01 छ प्लस यो भनेको कति हो डेल्टा एक्स भनेको 0.01 को स्क्वायर। अब यसको भ्यालु राख्नु भ्यालु भयो। अब त्यसमा यसपालि क्याल्कुलेट गर्नुहोस्। यो गर्दाखेरि हाम्रो कति आउँछ यो गर्दाखेरि कति आउँछ भनेपछि मैले चाहिँ अब यो सिधै गर्दै यसको भ्यालु चाहिँ समथिङ 1.2006 समथिङ यस्तै भ्यालु आउँछ होला। यो भ्यालु चाहिँ हजुरले क्याल्कुलेट गर्नु होला। अब हाम्रो के भ्यालु आयो डेल्टा यहाँ एस भएछ एक्स भएछ खासमा यहाँ के हो एस हो। यो भनेको पनि डेल्टा एस यो भनेको डेल्टा एस यो भनेको डेल्टा एस यो भनेको डेल्टा एस यो भनेको नि डेल्टा एस। डेल्टा एस भने एक्चुअल चेन्ज चाहिँ हाम्रो कति आयो यति आयो एक्चुअल चेन्ज नि आइसक्यो। अनि त्यस पछाडि हाम्रो एप्रोक्सिमेट चेन्ज नि आइसक्यो। यहाँनिर अरू चाहिँ लेख्न नछुटाउनु होला फेरि किन भन्दाखेरि इक्जाममा चाहिँ 0.5 धेरै नभए नि 0.5 काट्ने सम्भावना हाई नै हुन्छ। त्यही भएर टक्क मिलाएर फर्मेटमा टक्क रेखा कोरेर चाहिँ इक्जाममा यदि 2 मार्क्समा आएछ भने यस्तो क्वेसनमा चाहिँ 2 मा 2 ल्याउनुपर्छ हामीले। अब एप्रोक्सिमेट पनि भ्यालु आयो हामीसँग एक्चुअल भ्यालु पनि आयो। अब हामीलाई थाहा छ कि पहिले पर्सेन्टेज इररको फर्मुला के हो हामीलाई ल पर्सेन्टेज इररको फर्मुला के हो डेल्टा एस माइनस डिएस डिभाइड बाई एस टाइम्स 100% हो 100 हो। अब यो भनेको डेल्टा एस भनेको निक्ल्यो हाम्रो 1.2006 माइनस 1.2 डेल्टा एसको भ्यालु यति छ अपन यस रहेछ ल 100 ल। अब अरू सबको भ्यालु थाहा छ तर यसको भ्यालु थाहा छैन ल। अगाडि मैले इक्वेसन 1 मानेको थिएँ नि यहाँनिर हेर्नु त ल यस भनेको 6x स्क्वायर हो रे भनेपछि यस भनेको 6 टाइम्स एक्सको भ्यालु त हामीलाई थाहा छ त एक्स भनेको कति हो 10 हो भनेपछि यसको स्क्वायर गरिदिउँ। यसको भ्यालु यहाँदेखि कति निक्लिन्छ 600 आउँछ किन भन्दाखेरि 10 को स्क्वायर 100 600 इन्टु 10 600 इन्टु मतलब कि 100 इन्टु 6 गर्दाखेरि 600 आयो भनेको यो भनेको कति आयो 0.0006 अपन यस भनेको कति आयो हाम्रो 600 टाइम्स
100% र यसलाई क्यालकुलेट गर्दाखेरि चाहिँ हाम्रो 0.001% आउँछ। यो नै हाम्रो पर्सेन्टेज इरर हुन्छ। र यसै गरी चाहिँ आजको क्वेसन मैले चाहिँ यो तीनवटा क्वेसन चाहिँ बनाएर सकाउँछु। यसमा चाहिँ हजुरले जान्नुपर्ने कुराहरू यिनै हुन्। अब यिनी क्वेसनहरू चाहिँ हजुरले जान्नु होला। यस्तो खाले अगाडिको क्वेसन जुन छ नि हाम्रो यो क्वेसनवाला क्वेसन पनि इम्पोर्टेन्ट नै हो। किन भन्दाखेरि यसमा चाहिँ एप्रोक्सिमेट न्यू भ्यालु भन्न सक्छ। यसमा सिर्फ 2 मार्क्समा चाहिँ सोध्ने गरेको छ र यो क्वेसनहरू जान्नु होला। साथै मेनली जान्नुपर्ने क्वेसन चाहिँ यो टाइप क्वेसन हो, अब जान्नुपर्ने हुन्छ। साथै यसमा चाहिँ हामीले अरू विभिन्न कुराहरू जस्तै एरिया अफ सर्कल, भोल्युम अफ स्फियर टाइपको क्वेसनहरूको चाहिँ भोल्युमहरू, एरियाहरू निकाल्ने चाहिँ फर्मुला जान्नुपर्ने हुन्छ। र त्यो फर्मुला जानिसकेपछि हाम्रो अर्को कुरा जान्नुपर्ने कुरा के भन्दाखेरि मेन तरिकाले यो पनि जान्नुपर्ने हुन्छ है। यदि यो जानिएन भने चाहिँ यसमा अरू कुरा छैन। यो यिनी फर्मुलाहरू चाहिँ हजुरले जान्नै पर्ने हुन्छ। यदि यिनी फर्मुलाहरू चाहिँ राम्रोसँग बुझ्नुभयो र जान्नुभयो भने चाहिँ क्वेसनहरू राम्रोसँग हेर्नु होला। र यदि यो फर्मुला प्लस यिनी गराएको क्वेसनहरू चाहिँ हजुरले मजाले बुझ्नुभयो भने चाहिँ अरू जुनसुकै क्वेसन नि हजुरले गर्न सक्नुहुन्छ। र मैले चाहिँ अरू यो युनिटमा आज भएर चाहिँ सर्ट भिडियोहरूमा चाहिँ क्वेसनहरू राखिदिन्छु, त्यो चाहिँ गएर हेर्नु होला र सल्भ गर्ने कोसिस गर्नु होला। यदि कुनै पनि क्वेसनहरू चाहिँ हजुरले कहीँबाट पाउनु भएको छ र जान्नु भएको छैन र जानेर नि बुझ्नु भएको छैन भने चाहिँ हामीलाई कुरा गर्नु होला र हामीसँग सम्पर्क गर्नु होला। चाहिँ हामी चाहिँ त्यो बुझाउने कोसिस गर्नेछौँ। र आजको भिडियो चाहिँ कस्तो लाग्यो प्रतिक्रिया चाहिँ दिनु होला। अनि त्यस पछाडि चाहिँ अब हामी मिल्नेछौँ अर्को भिडियोमा। आजलाई चाहिँ यति गरौँ। धन्यवाद। अब मिलौँला भोलिको भिडियोमा। थ्याङ्क यू।